अब तपाईँले मल्टी एजेन्ट सिस्टम भनेको कस्तो हो के हो भनेर कहीँ सुन्नुभयो भने चाहिँ इट्स लाइक यो टिम अफ एजेन्ट हुन्छ जसले चाहिँ एकअर्कासँग कोअर्डिनेट गरेर चाहिँ एउटा प्रब्लम सल्भ गरेको हुन्छ रियल वर्ल्ड प्रब्लम होइन। अब अहिले हाम्रो केसमा चाहिँ रियल वर्ल्ड प्रब्लम भनेको चाहिँ रेज्युमीलाई अप्टिमाइज गर्ने अनि एटिएस अवेर रेज्युमी बनाउने त्यो चाहिँ हाम्रो ऊ भयो। एटिएस अवेर भनेको चाहिँ एप्लिकेसन ट्र्याकिङ सिस्टम। अब कम्पनीहरूले चाहिँ के गरेको हुन्छ भन्दाखेरि कसैले रेज्युमी एप्लाई गर्यो भने चाहिँ त्यो रेज्युमी चाहिँ सिधै पर्सनले स्क्यान गर्दैन कि एउटा सिस्टम हुन्छ जुन सिस्टमले चाहिँ जब डिस्क्रिप्सन अथवा कुनै एउटा रेफरेन्सको हिसाबले चाहिँ त्यो रेज्युमी म्याच गरेको छ कि छैन भनेर स्क्यान गर्छ र त्यहीँबाट चाहिँ फिल्टर आउट हुन्छ कि है, फिल्टर इन अर फिल्टर आउट हुन्छ। त्यसपछि चाहिँ मेबी लेयर अफ अरू प्रोसेस हुन्छ है। सो त्यो हामीले फर्स्ट लेयर चाहिँ कसरी पास गर्न सकिन्छ युजिङ अथेन्टिक र हामीसँग भएको इन्फर्मेसन्स है। सो फल्स इन्फर्मेसन युज गरेर त्यस्तो गर्नु इज नट रिकमेन्डेड, अथेन्टिक इन्फर्मेसनबाट है त। यस यस अहिले हामीले यो प्रोसेसलाई एकदम सिम्पल राख्नको लागि रिभ्युअर एजेन्टलाई हामीले केही पनि टुल्स दिएको छैनौँ। सो हामीले टुल्स राइटरलाई दिएको छौँ सो द्याट तपाईँलाई चाहिँ क्ल्यारिटी होस् कि एजेन्टलाई टुल्स कसरी दिइन्छ भन्ने कुराहरू देखियोस् र रिभ्युअरले चाहिँ तपाईँको रिफ्लेक्सन प्याटर्न जुन अघि मैले यहाँ रिफ्लेक्सन प्याटर्न देखाएको थिएँ त्यसले क्रिटिसिजम कसरी गर्छ भन्ने कुराहरू पनि तपाईँलाई क्ल्यारिटी होस् भन्ने कुराहरू भयो। र जुन यो एजेन्टिक डिजाइन प्याटर्न मैले यहाँ देखाएको छु होइन रिफ्लेक्सन यो सबै कुराहरू यत्तिकै यही प्याटर्न नै तपाईँको युज हुन्छ भन्ने छैन, तर कुनै न कुनै पोइन्टमा यसको कन्सेप्टहरू चाहिँ युज हुनसक्छ है, त्यो चाहिँ देखाउन खोजेको। सो यो टु इयर क्वेसन्स रेज्युमी रिभ्युअर ओके आई थिङ्क प्रोभाइड हुन्छ है रेकर्डिङहरू चाहिँ आफ्टर सेसन्स है पार्टिसिपेन्टहरूलाई। ओके सो यहाँबाट हेरौँ है त। सो हाईबाट भनौँ, अब अहिले नाइट भयो, गुड नाइट भन्न त भएन होइन। सो हाई हु आर युबाट सुरु गर्छु है। अब भाइ यो जुन युआई देख्नु भएको छ यो युआई भनेको चाहिँ ओपन एजेन्ट प्लेटफर्मले हामीलाई प्रोभाइड गरिदिएको है। सो इट्स अ बेस्ट प्लेस। अहिले तपाईँलाई अब त्यस्तो धेरै कन्सेप्ट अलिकति क्ल्यारिटी छैन भने चाहिँ इट्स अ बेस्ट प्लेस टु प्र्याक्टिस है, बिकज यसलाई टुल्सहरू पनि दिएको छ। सो युआईहरू पनि अलरेडी प्रोभाइडेड छ। अब इभेन्चुअली तपाईँले यस्तै खालको युआई नै बनाउनुहुन्छ क्या आफैले कोड गरे पनि होइन। सो अहिले प्र्याक्टिस गर्नको लागि चाहिँ इट्स बेस्ट प्लेस है त। सो हाई हु आर यु मैले यतिकै ऱ्यान्डमली देखेँ। अब मेरो एक्सपेक्टेसन चाहिँ के हुन्छ भन्दाखेरि उसलाई मैले सुपरभाइजर एजेन्ट दिएको छु। अब ओके ल यहाँ हेर्नु है। सो यो मेरो युजर क्वेरी भयो। अब म यो ग्राफसँग चाहिँ तपाईँलाई लिङ्क गर्न खोजिरहेको छु है, यो बुझाउन खोजिरहेको छु। यो मेरो सुपरभाइजर यो मेरो युजर क्वेरी भयो हाई हु आर यु भने होइन। अब आई एम अ सुपरभाइजर एजेन्ट स्पेसलाइज विथ दिस अनि क्रिएटिङ रेज्युमी एन्ड रिभ्युङ रेज्युमी भनेपछि उसलाई यसको एक्सेस पनि रहेछ है, युजरले यसलाई रिक्वेस्ट गरे हो। अनि अब यसले चाहिँ स्टिल के गर्छ भन्दा टुल कलिङहरू त केही पनि देखेको छैन भनेपछि उसले के गर्यो भन्दाखेरि युजरले जेनेरिक क्वेसन सोधेको हो। अब म चाहिँ यो टुल कलहरू केही पनि यो राइट रिभ्यू गर्नु पर्दैन भन्ने कुराहरू चाहिँ उसले बुझ्यो, त्यसपछि उसले यहीँबाट नै गर्यो। सो स्टिल इट इज नट युजिङ यो राइटर र रिभ्युअर युज गरेको छैन है। ओके अब मैले भने ल मलाई त रेज्युमी बनाउन मन लागिरहेको छ होइन। सो आई वान्ट टु क्रिएट रेज्युमी। सो यो डेमो मैले केही पनि रेकर्डेड प्रि प्लान छैन, सो आइएम ऱ्यान्डमली गरिरहेको छु है। सो जुन डिरेक्सनमा पनि जान सक्छ। यहाँबाट तपाईँलाई एजेन्टको लिमिटेसन पनि थाहा हुन्छ र एजेन्टको बेनिफिट पनि थाहा हुन्छ है। सो द्याट अब फ्रेस नै जाउँ यतिकै है त। सो यो केही पनि प्लान डेमो चाहिँ होइन है। आई वान्ट टु क्रिएट रेज्युमी ओके मैले यो भने है। अब यहाँ हेर्नु है, यहाँनिर जब मैले यो हाई हाउ आर यु भन्दाखेरि उसले आफै सुपरभाइजर एजेन्टले आफै रेस्पोन्स गरिरहेको थियो बिकज यो एजेन्ट कल गर्यो भने त केही पनि थिएन। जब मैले यहाँ आई वान्ट टु क्रिएट रेज्युमी भने सो रेज्युमी क्रिएट गर्ने काम त हामीले डिस्क्रिप्सनमा त रेज्युमी राइटर एजेन्टलाई दिएको छौँ भनेपछि अब पाथ डिरेक्सन यतातिर गयो, राउट यतातिर गयो है। यहाँ कसरी थाहा भयो भन्दाखेरि डेलिगेट टु रेज्युमी राइटर एजेन्ट, उसले टास्क चाहिँ रेज्युमी राइटर एजेन्टलाई गर्यो है। अब यहाँबाट सक्सेसफुल ट्रान्सफर टु रेज्युमी राइटर ओके। अब यहाँबाट रेस्पोन्स चाहिँ के आयो भन्दाखेरि टु टेलर यर रेज्युमी इफेक्टिभली कुड यु प्रोभाइड फलोइङ इन्फर्मेसन्स। अब यत्तिकै रेज्युमी चाहिँ उसले बनाउन सक्दैन रे भनेर भन्यो। यर मोस्ट रिसेन्ट जब टाइटल अपलोडिङ यर एक्जिस्टिङ रेज्युमी होइन, रेज्युमी अपलोड गर सो द्याट एडिसनल इन्फर्मेसनहरू केही थाहा हुन्छ, पर्सनलाइज इन्फर्मेसनहरू अनि टाइप अफ जब स्किल्सहरू के छ। अनि यर वान्स यु प्रोभाइड दिस रेज्युमी इन्फर्मेसन्स आई विल ड्राफ्ट अ रेज्युमी द्याट इज अप्टिमाइज टु पास एप्लिकेसन ट्र्याकिङ सिस्टम। अब
यो चाहिँ रेज्युमी राइटर एजेन्टले टुल कल गरेन बिकज उसँग इनफ इन्फर्मेसन नै छैन क्या होइन। अब उसले चाहिँ के गर्यो भन्दाखेरि यो चाहिँ एलएलएमले नै लार्ज ल्याङ्ग्वेज मोडलले नै रिजन गर्यो र रिजन गरेपछि चाहिँ उसले के गर्यो अब उसले चाहिँ यो इन्फर्मेसन दियो। यो इन्फर्मेसन चाहिँ कसलाई दिन्छ भन्दाखेरि यो युजरलाई दिँदैन क्या बिकज यो एजेन्टले युजरसँग डाइरेक्टली कम्युनिकेसन गर्न सक्दैन। अब उसले चाहिँ यो कुरा चाहिँ सुपरभाइजर एजेन्टलाई दिन्छ है। कसरी थाहा भयो? ट्रान्सफरिङ ब्याक टु सुपरभाइजर होइन। अब यहाँबाट चाहिँ तपाईँको सुपरभाइजर एजेन्टमा गएपछि अनि प्लिज प्रोभाइड द नेसेसरी डिटेल्स विथ अर डकुमेन्ट्स टु स्टार्ट क्राफ्टिङ यर रेज्युमी। अब यहाँबाट चाहिँ उसले त्यस्तो खतरा रिजल्ट त दिएदैन बट हामीले यो सबै रेज्युमीको सबै एजेन्टको चाहिँ हामीले यो फिडब्याकहरू चाहिँ यहाँ देखिरहेको छ नि त। सो यहाँबाट चाहिँ हामीले के थाहा भयो भन्दाखेरि ओके उसलाई फर्दर इन्फर्मेसन चाहियो भन्ने कुराहरू चाहिँ भयो। यो चाहिँ युजरलाई फाइनल मेसेज दियो है त। अब मैले चाहिँ ओके रिसर्च जब ओके म यहाँ के लेख्छु भन्दाखेरि आई वान्ट टु क्रिएट रेज्युमी फर डेटा साइन्टिस्ट पोजिसन होइन। डेटा साइन्टिस्ट पोजिसन आई डु नट नो एबाउट जब डिस्क्रिप्सन होइन। मलाई थाहा छैन जब डिस्क्रिप्सन कस्तो हुन्छ जब डिस्क्रिप्सन होइन। अब अनि त्यसपछि रिसर्च एन्ड आई हेभन्ट क्रिएटेड एनी रेज्युमी एट। अब त्यसपछि सो एज्युम पर्सनल इन्फर्मेसन बाई युटिलाइज सो युज प्लेस होल्डर फर एनी काइन्ड अफ पर्सनल इन्फर्मेसन है त। सो यो मैले गरेँ। अब यसपछिको के हुन्छ त प्रोसेस हेरौँ है त। सो सक्सेसफुली डेलिगेट टु रेज्युमी राइटर एजेन्ट है। अब रेज्युमी राइटरले चाहिँ अब मेबी के रिजनिङ गरिरहेको छ अरू के गरिरहेको छ। सो मेरो एजम्सन चाहिँ के थियो भन्दाखेरि यहाँबाट चाहिँ उसले टुल कल गर्नुपर्छ भन्ने एजम्सन थियो है। ओके यहाँ यस्तो छ है, यहाँ टुल कल गरेछ है यसले। जस्तै यहाँ हेर्नु है, अब मलाई जब डिस्क्रिप्सन थाहा छैन भने भनेपछि अब यो रेज्युमी बनाउनु पर्छ भन्ने त अब रेज्युमी राइटरमा गयो होइन, डेलिगेट रेज्युमी राइटर। अनि उसले चाहिँ के छ भन्दाखेरि जब डिस्क्रिप्सन त चाहियो नि त होइन। त्यसपछि चाहिँ उसले के गर्यो, डेटा साइन्टिस्ट पोजिसनको जब डिस्क्रिप्सन गर्यो। क्वेरी चाहिँ उसले के गर्यो, गुगल सर्च गर्नको लागि डेटा साइन्टिस्ट जब डिस्क्रिप्सन 2024। अब 2024 युज गर्यो, मेबी सिस्टम प्रममा केही 2024 अथवा केही छ होइन, एलएलएमको नलेज अनुसारले होला यो। तर जस यो पोजिसनको गर्यो र उसले चाहिँ नम्बर अफ रिजल्ट 3टा रिजल्ट निकाल्यो। यो चाहिँ टुलको रिजल्ट भयो, गुगल सर्चबाट यो आयो। यो आएपछि चाहिँ ओके उसले जब डिस्क्रिप्सन पायो भनेपछि यहाँबाट यहाँ गयो, यहाँबाट यहाँ गयो, यहाँबाट चाहिँ उसले गुगल सर्च गर्यो, जब डिस्क्रिप्सन पायो। अब त्यसपछि चाहिँ उसले रेज्युमी यहाँ होइन, अब उसले चाहिँ के गर्नु पऱ्यो, रेज्युमी लेख्नु पऱ्यो नि त होइन। सो यसपछि सो आई हेभ ग्यादर अप टु डेट इन्फर्मेसन फर डेटा साइन्स पोजिसन। सो हियर इज अ समरी अफ टिपिकल डेटा साइन्टिस्ट रेज्युमी भनेर चाहिँ उसले जब डिस्क्रिप्सनको कुराहरू दियो, कि रेस्पोन्सिबिलिटिज कि स्किल्सहरू दियो। अनि यसपछि चाहिँ अब उसले एटिएस अप्टिमाइज डेटा साइन्टिस्ट रेज्युमी दियो रे। सो मैले यसमा चाहिँ प्लेस होल्डर युज गर भनेको थिएँ। सो फुल नेममा यस्तो खालको प्लेस होल्डर उसले युज गरिरहेको छ। सो यसरी एउटा रेज्युमी बन्यो है। अब त्यसपछि जब यो रेज्युमी उसले ट्रान्सफरिङ ब्याक टु सुपरभाइजर गर्यो। अब त्यसपछि चाहिँ उसले के गर्यो, रेज्युमी बन्यो। रेज्युमी बनेपछि रिभ्यू त गर्नु पऱ्यो। त्यसपछि सुपरभाइजरले के गर्छ, अब रिभ्युअरमा पठाउँछ। भनेपछि यसमा के गर्यो, रेज्युमीलाई चाहिँ अब रिभ्युअर एजेन्टमा पठायो। अब रिभ्युअर एजेन्टले के गर्यो भन्दाखेरि स्कोर 8/10 गर्यो। अब हाम्रो सिस्टम प्रममा चाहिँ के गरेको थियौँ भन्दाखेरि स्कोर 9/10 चाहिँ हुनुपर्छ भनेको थियौँ होइन। अब उसले चाहिँ स्कोर 8/10 दियो र क्रिटिक्स पनि दियो। द रेज्युम इज वेल स्ट्रक्चर कन्टेन्ट्स ब्ला ब्ला। अनि त्यसपछि यस्तो यस्तो छ र उसले रिकमेन्डेसन चाहिँ यस्तो यस्तो कुराहरू युज गर भनेर दियो होइन। सो एड गिटअप प्रोफाइलहरू होइन, अनि पब्लिकेसनको सेक्सन्स एड गर इफ छ भने, अनि यस्तो यस्तो कुराहरू भयो। अब यसपछि उसले के गर्यो भन्दाखेरि अब रिभ्युअरले फेरि रिभ्युअर गरेर सुपरभाइजरलाई दिन्छ होइन। सो ट्रान्सफरिङ ब्याक टु सुपरभाइजर। अब सुपरभाइजरले नि के गर्यो भन्दाखेरि फेरि डेलिगेट टु रेज्युमी राइटर एजेन्ट है। अब उसले चाहिँ फिडब्याक लिएर त अब युजरसँग जानु भएन नि त, जबसम्म 9/10 पुग्दैन। उसले के गर्यो, यसलाई फेरि रेज्युमी राइटर एजेन्टमा पठायो है। यहाँबाट तपाईँले डेलिगेट टु रेज्युमी राइटर एजेन्ट र उसले अब के गर्यो, सक्सेसफुली ट्रान्सफर टु रेज्युमी राइटर एजेन्ट। अनि फेरि ट्रान्सफर ब्याक टु रेज्युमी रिभ्युअर। आई हेभ रिभाइज के भने यहाँ के टु एन्ड फ्रो कम्युनिकेसन भयो होइन।
आई नो पास द रेज्युमे रिभ्यू। अब त्यसपछि त्यो टु एन्ड फ्रो कम्युनिकेसन भएपछि चाहिँ उसले के गर्यो, रेज्युमे रिभ्युअरलाई दियो। अब रेज्युमे रिभ्यूलाई दिएपछि चाहिँ यहाँ के भयो भन्दाखेरि अलिकति यो कम्युनिकेसन भएन अब होइन। सो यो फाइनल रिजल्ट चाहिँ के छ भनेर मैले सोधेँ। मलाई यो एक्सप्लिसिट नै के रेज्युमे बन्यो नि थाहा भएन क्या। वाट इज माई फाइनल रेज्युमे हेरौँ है। अब लेट्स सी। जस तपाईँले प्रोसेसहरू त बुझिराख्नु भएको छ नि होइन। सो यस्तो खालको कम्युनिकेसन मिसम्याच चाहिँ एजेन्टमा आउँछ क्या है। सो यो चाहिँ मेरो फाइनल रेज्युमे रहेछ। ओके ओके, क्यान यु अगेन रिभ्यू दिस भन्छु है त म। यो फाइनल रेज्युमे क्यान यु अगेन रिभ्यू दिस एन्ड मेक इट फाइनल भने है त। अब उसले चाहिँ के गर्छ, द रेज्युमे हेज अलरेडी बिन रिभ्युड एन्ड एक्सेप्टेड द हाई स्कोर बाई द रेज्युमे रिभ्युड एजेन्ट एन्ड इट मेक्स फाइनल। सो उसले चाहिँ अब 8/10 आएको थियो होइन। अब यहाँ बिचबिचमा मेबी टु एन्ड फ्रो कम्युनिकेसन के भयो त्यो चाहिँ एक्सप्लिसिटली मेन्सन भएन होइन। सो त्यो गर्दाखेरि चाहिँ अब उसले चाहिँ एटिएस अप्टिमाइज भयो भन्ने कुराहरू बुझ्यो होइन। सो यसपछि चाहिँ उसले के गर्यो, यो चाहिँ के अरे अप्टिमाइज भयो भन्यो। ओके नाउ क्यान यु सेभ भन्छु है त। क्यान यु सेभ इन द डक्स भने है त मैले। ओके नो यु हेभ अब एक्सेस छैन। सो यो कुराहरू चाहिँ छ है। सो यु हेभ रेज्युमी राइटर एजेन्ट द्याट हेज एक्सेस दिस टुल है, क्यान यु युज द्याट। अब उसले सुपरभाइजरले चाहिँ एक्सेस छैन भन्यो होइन। अब उसले चाहिँ के गर्यो भन्दाखेरि अब हाम्रो चाहिँ अलिकति डिस्क्रिप्सन अपडेट गर्नुपर्ने जस्तो देखियो क्या। सो मैले यसलाई सेभ गर भने उसलाई चाहिँ अब त्यो सेभ गर्ने टुल नै एक्सेस छैन नि त। तर उसँग चाहिँ के छ, रेज्युमी राइटर एज एन एक्सेस छ नि त होइन। सो रेज्युमी राइटरबाट चाहिँ सेभ गर्नुपर्ने हो नि त। अब यसलाई अप्टिमाइज चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि यो रेज्युमी यो सुपरभाइजर एजेन्टलाई चाहिँ मैले नयाँ एजेन्ट बनाउँछु, डिप्लोयमेन्ट एजेन्ट, र त्यसलाई चाहिँ यो गुगल डक्स दिन्छु। सो द्याट यसलाई चाहिँ अब डिप्लोयमेन्ट गर्नु पऱ्यो भने चाहिँ रेज्युमी सो डिप्लोयमेन्ट एजेन्टमा जान्छ भनेर चाहिँ यो बनाउन सक्छु। अहिले मैले हार्ड कोड नै दिएँ रेज्युमी राइटर युज गर भनेर है। सो यो गरेपछि चाहिँ डेलिगेटेड रेज्युमी राइटर अनि गुगल क्रिएट डकुमेन्ट फ्रम टेक्स्ट भन्यो। सो यो कुराहरू टेक्स्ट टाइटल यो टेक्स्ट कन्टेन्ट भन्यो। अब यु क्यान नाउ एक्सेस एन्ड एडिट रेज्युमी हियर भन्यो। अब डेलिगेट टु ट्रान्सफर ब्याक उसले लेखिदियो। लेखेपछि सुपरभाइजरमा आयो र सक्सेसफुली यो डाटा साइन्स रेज्युमे हेज बिन सक्सेसफुली सेभ एज गुगल डक, यु क्यान एक्सेस एन्ड एडिट इट थ्रु द प्रोभाइडेड लिङ्क हियर। सो यहाँबाट जाँदा नै भयो होइन। मलाई यहीँबाट जान्छु एकचोटि हेरौँ न, म हेर्न मन लाग्यो होइन। सो डाटा साइन्टिस्ट रेज्युमे फुल भयो। सो यहाँ गएर हेर्नुभयो भने चाहिँ तपाईँले यो एउटा उसले बनाएको रेज्युमे यहाँ लेख्यो। अहिले अघि मैले तपाईँलाई भनेको थिएँ यो एकदम नर्मल टेक्स्ट हुन्छ बिकज हामीले यसमा यो फर्मेटिङ प्रपर फर्मेटिङवाला टुल्स एक्सेस गरेको छैन यो एपिआईले। सो यसलाई चाहिँ तपाईँले एकदमै स्ट्रक्चर गर्नु पऱ्यो भने चाहिँ तपाईँले कस्टम टुल्सहरू पछि बनाउन सिक्नुहुन्छ। सो यसरी चाहिँ हाम्रो मल्टी एजेन्ट सिस्टम चाहिँ कम्प्लिट भयो है, युजिङ कोडलेस इन्भाइरोमेन्ट द्याट इज ओपन एजेन्ट